सबैलाई जय मसीह तथा नमस्कार। ह्याप्पी क्रिसमस, मेरी क्रिसमस र न्यू इयरको सबैलाई शुभकामना छ। परमेश्वरलाई धन्यवाद छ। म यो छोटो वचन या बडो आनन्दको सुसमाचार म सुनाउनको निम्ति तपाईहरुको सामु आएको छु। परमेश्वरलाई धन्यवाद छ र म आज यो संसारभरि क्रिसमस मनाइरहेको छ हैन। अनि सबै मानिस जातिको निम्ति यो सुसमाचार हो। बडो आनन्दको सुसमाचार, मुक्तिको सुसमाचार, पाप क्षमाको सुसमाचार हो। र क्रिसमस आज संसारभरि जानी नजानी हरेक मानिसले मनाइरहेको छ हैन। अनि त्यो भएकोले अनि आज म यसबारे पनि वचनबारे केही भन्न चाहन्छु। परमेश्वरलाई धन्यवाद छ। लुकाको 2:10 पदमा पढ्नेछु। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउनेछु जो सबै मानिसहरूको निम्ति हुनेछ। अनि 11 पदमा, आज दाउदको शहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ भनेर यहाँ भनेको छ हैन। अनि मत्तीको 2:2 पनि यहाँ हैन, येशू राजा भएर चाहिँ उहाँ जन्मनु भएको थियो हैन। आज यति हामीले हेर्छौं कि क्रिसमसको बारेमा धेरै मानिसहरूको कुराहरू हैन, क्रिसमसको दिन छैन या विभिन्न कुराहरू हामी सुन्छौं। तर ख्रीष्ट जन्मनु त भएको हो। हामी उत्सव मनाउँछौं त्यसको हैन, खुसियाली मनाउँछौं। किनकि उहाँ आउनु नभएको भएदेखि हाम्रो पापको क्षमा हामी मुक्ति पाउने थिएनन् मानिस जातिले। त्यही भएकोले चाहिँ यहाँ सुसमाचार सुरुमा नै परमेश्वरले चाहिँ स्वर्गदूतहरूलाई चाहिँ पठाउनु भएको थियो हैन। गोठालाहरूको बीचमा तिमीहरूको निम्ति चाहिँ यस्तो छोरा जन्मनेछन् जो ख्रीष्ट प्रभु हुनुहुन्छ हैन। अनि भनेर चाहिँ यहाँ स्वर्गदूतहरूले चाहिँ यहाँ भनेको थियो गोठालाहरूलाई। किनकि यो आनन्दको सुसमाचार हैन जो सबै मानिसहरूको निम्ति हुनेछ भनेर। किनकि प्रभु येशूमा मात्रै मुक्ति, आनन्द, क्षमा, पाप क्षमा हरेक कुरा प्रभु येशूमा मात्रै छ। त्यही भएकोले उहाँ राजा भएर जन्मनु भयो दाउदको वंशबाट हैन, दाउद राजाको वंशबाट। अनि यहाँ त्यही भनेको छ 11 पदमा हैन, तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ भनेर। आज उहाँ प्रभु ख्रीष्ट यानी मसीहा हैन, मुक्ति दिने एउटा चाहिने मसीहा उहाँ हुनुहुन्छ, उद्धारकर्ता उहाँ हुनुहुन्छ। यो चाहिने किनभनेदेखि तर इतिहास चाहिने साक्षी गवाही भएको कुराहरू हो हैन। अनि यो सत्य कुरा हो। भनौँ न सबैभन्दा पहिला चाहिने स्वर्गदूतहरू पठाउनु भयो, आइकन सुसमाचार प्रचार गर्नुभयो। त्यहाँबाट पछि त्यो गोठालाहरूले विश्वास गरेर जुन त्यहाँ हेर्न जाँदाखेरि हैन डुरमा प्रभु येशूलाई भेट्टाएका थिए मरियम र योसेफको साथमा। अनि जन्मनु भएको कुरा सत्य थियो। आज हामी इतिहास साक्षी र गवाही भएको कुरा हो। अनि यो प्रचार चाहिँ हैन आज मानिसको हृदयमा राजा भइकन जन्मनु पर्ने कुरा हो। हरेकको हृदयमा उहाँ बास गर्नलाई उहाँ राजा भइकन आउनु भएको थियो। यहाँ संसारको हैन राजा न्याय गर्न संसारको चाहिने हाम्रो यो भौतिक भनौँ न राजा भइकन हैन, उहाँ चाहिँ हरेक हृदयमा मनमा मानिसहरूको हृदयमा राज्य गर्नलाई उहाँ जन्मनु भएको थियो। किनकि हामीलाई मुक्ति दिनलाई परमेश्वरले चाहिँ हैन आफू नै स्वयं मानव भइकन उहाँ जन्मनु भएको छ। 2025 वर्ष भयो। किनभनेदेखि उहाँ त आदिदेखि नै हुनुहुने परमेश्वर हुनुहुन्छ। यूहन्ना 1:1 पदमा आदिमा वचन थियो हैन, त्यो वचन नै देहमा उहाँ आउनु भएको थियो, मानिसको रूपमा जन्मनु भएको थियो। त्यही भएकोले यो सत्य साँचो परमेश्वर वा मुक्तिदाता परमेश्वर हुनुहुन्छ। हामीले चाहिँ हैन यो यूहन्नाको 3:16 पनि पढ्यौं भनेदेखि संसारलाई यस्तो प्रेम गर्नुभएको छ परमेश्वरले हैन, आज सारा मानिस जातिलाई कोही पनि नाश नहोस्, त्यो अनन्त जीवन पाओस् भनेर चाहिँ नि उहाँ स्वयं प्रभु परमेश्वर नै प्रभु येशू ख्रीष्टको रूपमा मानिस भइकन जन्मन लिनु भएको थियो।
जन्म लिनुभएको थियो। त्यही खुसियालीमा हामी होइन उहाँको उत्सवहरू मनाउँछौँ। किनकि यहाँलाई होइन आज हामी विश्वासी मात्र होइन, अरू सबै व्यक्तिको मानिसहरूले पनि यो भिडियोहरू हेर्नुहुन्छ। तपाईँहरूलाई पनि परमेश्वरले यस्तो प्रेम गर्नुहुन्छ होइन। आज मेरो निम्ति, तपाईँको निम्ति, आज सारा मानिस जातिको निम्ति परमेश्वरको यो योजना उद्देश्य हो। त्यही भएकोले चाहिने यहाँ अब भनेको छ नि, हरेक मानिसको हृदयमा जन्मनु पर्छ होइन। अनि ख्रीष्ट संसारमा आउनु भएको चाहिने हामी चाहिँ उत्सव मनाउँछौँ। किनकि उहाँ यस संसारमा आउनुभयो एउटा उद्देश्य लिएर होइन। उहाँ जन्मनु भएको थियो। किनभने त्यो उद्देश्य के हो? मानिस जातिलाई पापबाट बचाउनको निम्ति, पापबाट छुटकारा दिनको निम्ति होइन उहाँले चाहिने यो संसारमा आउनुभयो उद्देश्यको साथमा। अनि परमेश्वरको उद्देश्य चाहिने मानिसलाई बचाउन आउनुभयो। हामी मानिस जातिको उद्देश्य चाहिँ होइन, जब मानिस जाति चाहिँ हामी जन्मिन्छौँ त जन्मेर चाहिँ हामी चाहिँ उद्देश्यहरू बनाउँछौँ। तर उहाँ परमेश्वर स्वयं होइन आज ख्रीष्ट प्रभु भइकन उहाँ चाहिँ आउनुभयो देहमा। अनि एउटा उद्देश्य लिएर आउनुभयो। किनकि सारा मानिस जातिलाई पापबाट छुटकारा दिनलाई। जुन यो वचन छ बाइबलको जीवित वचन होइन, यो वचन नै होइन, यो वचन अनि यो वचनद्वारा नै हामीले चाहिने जीवन पाउँछौँ। किनकि जीवन नै येशू प्रभु हुनुहुन्छ, जीवन नै ख्रीष्ट हुनुहुन्छ। जुन जीवन चाहिने येशू प्रभुमा हाम्रो जीवन चाहिँ मानिस जातिको जीवन चाहिँ येशू ख्रीष्टमा लुकाइएको छ। त्यही भएकोले एकदम यो महत्त्वपूर्ण छ। उहाँ चाहिँ एउटा उद्देश्य लिएर जन्मनु भयो। किनकि इतिहास साक्षी गवाही भएको होइन। उहाँ जन्मेको बेला चाहिने के भयो? इतिहास नै दुई भाग भएको छ, बिसी र एडीमा हामी होइन। एउटा चाहिने उहाँ जन्मनु भइसकेपछि मात्रै न्यु इयर आउँछ नि होइन। अब न्यु इयर 2026 उहाँ जन्मनु भइसकेपछि मात्रै न्यु इयर। किनभने इतिहास नै दुई भाग, या कोही पनि धेरै मानिसहरू जन्मे यो संसारमा, तर इतिहास नै दुई भाग भएको थिएन। जब प्रभु येशू ख्रीष्ट जन्मनु भयो इतिहास नै दुई भाग भएको हामी देख्छौँ। यो सत्य कुरा होइन, हामी देख्छौँ। अनि हामी चाहिँ एउटा हुन्छौँ नि, परमेश्वर चाहिँ कसरी चाहिने होइन, मानिसले विभिन्न कुरा गर्छ। तर परमेश्वर सृष्टिकर्ता परमेश्वर, उहाँ मात्र सृष्टिकर्ता हुनुहुन्छ। सबै यावत बनाउनु हुने होइन सृष्टिकर्ता हुनुहुन्छ। उहाँले चाहिने होइन सबै कुरा उहाँमा सम्भव छ। उहाँ मानिस बन्न पनि सक्छन्। तर मानिस चाहिँ कहिले पनि ईश्वर परमेश्वर बन्न सक्दैन। किनकि हामी हेर्छौँ भनेदेखि हाम्रो संसारको कुरालाई हेर्छौँ भने मानिस चाहिने ईश्वर बन्न खोज्छन्, तर ईश्वर कहिले पनि हुँदैन होइन। परमेश्वर मात्रै हुनुहुन्छ मानिस बन्न सक्ने, सबै थोक बनाउनु हुने होइन, मानिसलाई बनाउनु हुने। अनि हरेक कुरा हामी सृष्टिका कुराहरू हरेक यावत थोक बनाउनु हुने, ब्रह्माण्ड रच्नु हुने उहाँ एकमात्र परमेश्वर सृष्टिकर्ता उहाँ हुनुहुन्छ। उहाँलाई कुनै पनि असम्भव छैन। हामीले हेर्छौँ नि पहिला अनि सबै विभिन्न कुराहरू गर्छन् होइन। रोमीहरूले सूर्यलाई पूजा गर्दै होइन उनीहरूले त्यतिखेर गर्थ्यो। तर प्रभु येशू ख्रीष्टलाई स्वीकार गरेपछि त्यहाँ चाहिने के गर्यो? त्यही दिनमा चाहिँ उनीहरूले के गर्यो? अनि उनीहरूले क्रिसमसलाई होइन अनि जीवन भनौँ न सूर्यलाई पूजा गरेको बेला उनीहरूले के गर्यो? त्यो मूर्ति पूजालाई छोडेर अनि ख्रीष्टलाई चाहिँ पूजा आराधना गर्न थाले, उहाँको होइन आराधना गर्न थाले। किनभनेदेखि त्यतिखेर विश्वास गरेपछि सबै नै त्यो क्रिस्चियन इसाई राष्ट्र होइन रोमीहरू भयो। त्यही भएर चाहिने त्यहाँ चाहिने सूर्यलाई पुज्नुको साथ उहाँहरूले चाहिँ त्यो मूर्तिहरूदेखि अलग रहेर होइन जुन चाहिने प्रभु येशू ख्रीष्ट नै ज्योति हुनुहुन्छ भनेर चाहिने उहाँहरूले पुज्न थाले। अनि मलाकीको 4को चाहिने 2 पदमा पनि त्यहाँ भनेको छ धार्मिकताको सूर्य होइन त्यहाँ चाहिने आरोग्यको पखेटा लिएर उडाउनेछन् भनेर प्रभु येशू ख्रीष्टलाई चाहिँ दर्शाएको छ। अनि वो ज्योति चाहिने प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर त्यो बेलादेखिको क्रिसमस उहाँ त्यहाँ चाहिँ मनाइएको छ।
तर यो पेगन फेस्टिभल भन्दा पनि 100 वर्ष अगाडिदेखि नै क्रिसमस मनाउने सुरु भइसकेको थियो है। त्यही भएकोले उहाँ साँचो परमेश्वर, सत्य परमेश्वर हुनुहुन्छ। त्यहाँदेखि नै आराधना गर्ने अनि हैन क्रिसमस मनाउने हामी दिनलाई होइन, किनकि दिन त होइन हामी किनभनेदेखि हरेक मानिसको हृदयमा जन्मनु पर्ने भएकोले दिन नै छैन उहाँको होइन। उहाँको सधैँ दिन नै सबै दिन नै नयाँ हुँदछ, सबै दिन नै उहाँको चाहिँ नि नयाँ 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 कुराहरू हुनेछन् होइन। आज हरेक मानिसको म पनि त 4-5 वर्ष भयो मेरो होइन हृदयमा ख्रिस्टलाई स्वीकार गरेर मैले विश्वास गरेर मेरो हृदयमा मनमा जन्माउनु भएको छु। उहाँलाई मैले राजा तुल्याएको छु। आज उहाँ मेरो हृदयमा राज्य गर्नुहुन्छ। उहाँ चाहिँ हृदयमा मानिसको हृदयमा राज्य गर्नलाई यस संसारमा आउनुभयो होइन। उहाँ ज्योति बनिकन होइन उहाँले बाटो देखाउनलाई आज हामी अन्धकारमा बसेका मानिसहरूलाई होइन उहाँले बाटो देखाउनलाई उहाँ चाहिँ धार्मिकताको सूर्य, उहाँ चाहिँ ज्योति येशू प्रभु आज हाम्रो बीचमा आएर हामीलाई बाटो देखाउनु भयो। यहाँ म एउटा वचन पनि पढ्नेछु। यूहन्नाको 8मा पनि भन्नुभएको छ प्रभु येशू ख्रिस्टले, म संसारको ज्योति हुँ, म नै हुँ होइन। मद्वारा हिँडडुल गर्नेहरू कोही अन्धकारमा पर्ने छैन, किनकि उनीहरूले के गर्छन्, ज्योति जीवनको ज्योति देखिनेछ भनेर। आज हाम्रो यो आत्मा बचाउन एकदमै आवश्यक कुरा हो होइन। आज हामीलाई चाहिँ मुक्ति एकदम आवश्यक कुरा हो। हामी देख्छौँ जो पनि मानिसहरू आज हामी संसारमा त्यो एउटा न एउटाको होइन त्यही मुक्तिको लागि, त्यही छुटकारा, हरेक पापको बन्धनबाट छुटकारा गर्नलाई एउटा न एउटा वस्तुलाई पुजिराखेको हुन्छौँ होइन। त्यो एउटा थाहा नपाएको कारणले गरेर मैले पनि त्यो एक समय त्यस्तै नै मैले गरेर आएको। जब मैले यो परमेश्वरको जीवित वचन यो बाइबल धर्मशास्त्र पढेँ होइन, यसमा मैले मेरो जीवनलाई देखेँ। जीवन नै होइन येशू ख्रिस्ट हुनुहुँदो रहेछ। येशू ख्रिस्ट बिना यो संसारमा हरेक कुरा व्यर्थ छ भनिकन मैले थाहा पाएँ। त्यही भएर आज होइन यो बडो आनन्दको सुसमाचार सारा मानव जातिको निम्ति होइन। यहाँ कोही पनि छैन धर्म भेद होइन, कालो जाति सेतो जाति, जो पनि संसारको हरेक मानिसहरू यो संसारको होइन आज अरबौँ 8 मानिसहरूको निम्ति येशू प्रभु मात्रै बाटो सत्य जीवन उहाँ मात्रै हुनुहुन्छ। म अर्को पद पनि पढ्नेछु। यहाँ यसरी लेखेको छ अर्को पदमा म यहाँ रोमी 10को 9 र 10 पदमा यहाँ के लेखेको छ भनेदेखि, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ भनेर यहाँ भनेको छ रोमीको पुस्तक। हामीले होइन यति सजिलो तरिकाले उहाँले यहाँ भन्नुभएको छ। हामी मानिसले चाहिने हरेक चाहिने हामीले होइन आफ्नै कोसिसले हामी धर्म कर्म हरेक हामी गर्छौँ, पूजाआजा हरेक कुरा होइन आज भनिराख्नु पर्दैन त्यसबाट हामी मुक्ति पाउँछौँ कि उद्धार पाउँछौँ कि भनेर, तर होइन रहेछ। हाम्रो विश्वास द्वारा कति सजिलो होइन, हाम्रो मुखले स्वीकार गरेर आफ्नो विश्वास मनमा चाहिने होइन हामीले चाहिँ मानिलियौँ भनेदेखि चाहिने हाम्रो उद्धार हुनेछ भनेर भनेको छ। किनकि ख्रिस्ट अहिले जन्मनु भयो होइन, उहाँ संसारमा आउनुभयो अनि त्यहाँबाट पछि उहाँको मृत्यु भयो, उहाँलाई क्रुसमा टाँगेर उहाँलाई होइन मारिएको थियो। किनकि उहाँको मृत्यु एकदमै महत्त्वपूर्ण थियो मानव जातिको निम्ति, किनकि परमेश्वरको योजना थियो। उहाँ क्रुसमा मृत्यु भोग्नुभयो सारा मानव जातिको निम्ति होइन। उहाँले रगत बहाउनु भयो अनि तेस्रो दिनमा उहाँ जीवित भई पुनरुत्थान हुनुभएको थियो। उहाँ मरे हुनु भएन, उहाँ पुनर्जीवित हुनुभयो। त्यही भएकोले चाहिँ नि होइन उहाँलाई विश्वास गर्नेमा मात्रै मुक्ति उद्धार हुनुहुन्छ, किनकि उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, प्रभु हुनुहुन्छ। 10 पद पनि पढ्नेछु। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ भनेर यहाँ भनेको छ। किनकि यहाँ हामीले बाइबलमा परमेश्वरको जीवित वचनमा यहाँ यस्तो छ कि
हाम्रो वचन होइन पहिला भनेदेखि हामीले के पाप गरेका थियौँ र होइन हामीले त केही पनि पाप गरेको थिएनौँ भनेर हामी पहिला सोच्थ्यौँ तर होइन रहेछ। हाम्रो आफ्नो रगतमा हामी होइन जन्मेदेखिका आमाको गर्भ मान्ने हामी पापी मानिसहरू भनेर यहाँ बाइबलले बताएको छ। किनकि हाम्रो पुर्खा आदमले सुरुको मानवले चाहिँ पाप गरेको कारणले होइन त्यो पाप चाहिँ आजसम्म मानिस जातिमा सर्दै सर्दै आएको छ। त्यो पाप क्षमा चाहिँ येशू ख्रीष्टमा मात्रै पाप क्षमा मुक्ति छ भनेर यहाँ भनेको छ। त्यही भएकोले आज हामी सबै मानिस जाति नै पापी हौँ होइन। अनि त्यही भएकोले आज हामीलाई येशू प्रभुले मात्र त्यो मुक्ति त्यो बाटो वा सत्य वा जीवन उहाँ मात्रै हुनुहुन्छ। 13 पद पनि पढ्नेछौँ, रोमी 10:13 किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ भनेर यहाँ भनेको छ होइन। प्रभुलाई चाहिँ स्वीकार गर्ने, प्रभुको नाउँलाई पुकार्ने, प्रभुलाई विश्वास गर्ने जो कोही मानिसले पनि उद्धार पाउनेछ भनेको छ। हामी हिन्दू होस्, मुस्लिम होस्, यहुदी होस् होइन, आज संसारभरि धेरै धर्म होइन आज धर्म कर्म गर्ने मानिसहरू छन्। तर त्योभन्दा पनि होइन एउटै ईश्वर प्रभु येशू ख्रीष्टलाई परमेश्वरलाई हामीले मुखले स्वीकार गर्यो भने मात्रै उद्धार पाउनेछ भनेको छ। किनकि चाहिने यहाँ प्रेरित 4:12 यहाँ भनेको छ कि प्रेरितको 4 अध्यायको 12 पदमा अरू कसैमा मुक्ति यानि उद्धार छैन। किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि यानि पृथ्वीमा मानिसहरूमा अर्को कुनै नाउँ दिएकै छैन भनेर यहाँ भनेको छ। किनकि होइन हामीले हेऱ्यौँ भने इतिहास हामीले सबै कुराहरू हेऱ्यौँ भनेदेखि पनि यो संसारका होइन हामी ईश्वरहरू धेरै होइन हामी ईश्वरलाई हेऱ्यौँ भनेदेखि पनि आज कतै पनि यस्तो कुरा छैन जुन चाहिँ प्रभु येशू ख्रीष्टमा मात्रै पुरा भएको छ। उहाँ मात्रै होइन जन्मनु भयो, मारिनुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो तेस्रो दिनको दिनमा होइन। उहाँको रगतमा मात्रै पाप क्षमा र अनि मुक्ति छ होइन। आज हामी कोही पनि मानिस त्यसरी चाहिने कोही पनि ईश्वर पनि त्यसरी चाहिने जीवित भएको छैन। किनकि उनीहरू मरेरै गए। किनकि येशू ख्रीष्ट मात्रै तेस्रो दिनको दिनमा पुनरुत्थान पुनर्जीवित हुनुभएको थियो। त्यही भएकोले जसले चाहिने होइन गर्न सक्छ त्यसले मात्रै मुक्ति उद्धार गर्न सक्छ हामी मानिस जातिलाई। कोही कसैमा पनि मुक्ति छैन। यहाँ बाइबलले प्रस्तै भनेको छ धर्मशास्त्रले 4:12 होइन अरू कसैमा मुक्ति छैन। किनकि यो स्वर्गमुनि पृथ्वीमा चाहिँ मानिसहरूमा अरूको कुनै नाउँ नै दिएको छैन भनेपछि होइन जो प्रभु येशू ख्रीष्ट मात्र एकमात्र उहाँको नाउँमा मात्रै मुक्ति उद्धार छ। त्यही भएकोले हामी भन्छौँ कि यो प्रभुको वचन यो बाइबल अब जीवनको पुस्तक हो। यो जीवनको पुस्तकमा आज हामी जीवनको पुस्तक यो पढ्छौँ भनेदेखि मात्रै हामी अनन्त जीवन मरेर गइसकेपछि मात्रै हाम्रो होइन स्वर्गमा त्यो जीवनको पुस्तकमा हाम्रो नाम लेखिनेछ भनेर प्रकाशको पुस्तकमा पनि लेखेको छ। जसको जीवनको पुस्तकमा नाम छैन त्यो चाहिँ नर्ककुण्डको भागी हुनेछ। जसले विश्वास गर्छ, जसले जीवनको पुस्तकमा होइन नाम लेखेको छ त्यो मात्रै स्वर्गको राज्यको हकदार हुन्छ भनिकन भनेको छ। त्यही भएकोले आज यो यति आनन्दको बडो होइन आनन्दको सुसमाचार आज मैले होइन सुनाएका छौँ। आज हरेक स्वर्गदूतहरूले पहिला सुनाउँदै आयो। त्यहाँबाट पछि गोठालाहरूले यरुशलेमका गोठालाहरू सबैलाई त्यहाँ सुसमाचार सुनाएर चाहिने प्रचार गर्दै आज सारा संसारभरि एउटा पृथ्वीको छेउदेखि पल्लो छेउसम्म सुसमाचार फैलिएको छ। हरेक मानिसको हृदयमा चाहिने परमेश्वरको होइन परमेश्वर हृदयमा वास गर्न चाहनुहुन्छ। त्यही भएकोले चाहिँ मत्तीको 28:18, 19, 20 पनि तिमीहरूले जसले होइन सारा संसारमा सुसमाचार प्रचार गर यो प्रभु येशू ख्रीष्टको महान आज्ञा हो। किनकि प्रभु येशू ख्रीष्टले पनि यो होइन संसारमा बसेर सुसमाचार मुक्तिको कुरालाई फैलाएर उहाँ चाहिँ पुनर्जीवित भएर उहाँ स्वर्गको राज्यमा उहाँ जानु भइसकेको छ।
अहिले चाहिँ उहाँ स्वर्गमा विराजमान हुनुहुन्छ। प्रभुलाई धेरै धेरै धन्यवाद छ। एकदमै महत्त्वपूर्ण कुरा छ। अनि यहाँहरू सबैलाई पनि होइन म यही चाहिँ उत्साह दिन चाहन्छु। उहाँमा त मात्रै चाहिँ नि होइन एउटा प्रेम, आनन्द, शान्ति, खुसी होइन हरेक कुरा चाहिँ नि उहाँमा मात्रै छ। किनकि उहाँको आज संसारमा चाहिँ क्षणिक कुराहरू मात्रै छ। सबै कुरा बिलाएर जाने, सबै कुरा नष्ट भएर जाने। तर परमेश्वरले भन्नुभएको होइन त्यो वचन प्रतिज्ञा मात्रै त्यो अनन्त अनन्तसम्म हो। किनकि उहाँमा मात्रै मुक्ति छ, उहाँमा मात्रै रोग हरेक कुराको उहाँमा मात्रै समाधान छ होइन। चङ्गाई छ, छुटकारा छ। चङ्गाई भन्नाले हाम्रो शारीरिक चङ्गाई पनि उहाँले गर्नुहुन्छ र हाम्रो आत्मिकी चङ्गाई एकदम महत्त्वपूर्ण छ। हामी आत्मामा चाहिँ एकदमै रोगी बिरामी छौँ। जसो होइन पहिला हामी प्रभु येशू नपाएको बेला प्रभु नपाएको बेला मेरो जीवन पनि होइन त्यस्तै नै थियो। जब मैले प्रभु येशू ख्रिस्टलाई मेरो जीवन सुम्पिएँ होइन, मेरो हृदयमा राजा बनाएर मैले राखेँ, उहाँलाई राज्य गर्न दिएँ मेरो जीवनमा होइन। त्यहाँबाट मेरो जीवनमा चाहिँ नि एउटा एकदमै चाहिँ नि होइन आनन्द, शान्ति, खुसी मैले पाएँ, मैले अनुभव पनि गरेँ। मेरो जीवन पनि परिवर्तन हुँदै गयो। किनकि मानिसहरूले धेरैले भन्छ तिमीले चाहिँ नि होइन आफ्नो धर्म त्यागेर अर्को धर्ममा तिमीले विश्वास गर्यो। होइन, धर्म होइन यो। प्रभु येशू त होइन जीवन दिन होइन जीवन परिवर्तन हो। मेरो पुरानो मनुष्यतो सबै चाहिँ नि मैले होइन छोडेर नयाँ मनुष्यतामा मैले अहिले धारण गरेका छौँ। अहिले म जो प्रभु येशूमा छ, ख्रिस्टमा छ होइन, उयो कोरिन्थीको पुस्तकमा लेखेको छ। अनि त्यो नयाँ सृष्टि भनेर यहाँ भनेको छ। आज मैले चाहिँ नि नयाँ जीवन पाएको छ। मेरो होइन आनन्द, खुसी, शान्ति मेरो छुट्टै नै प्रभु येशूमा आएर मेरो मुक्ति होइन सबै मैले पाएको कारण म आनन्द खुसी छु। यही चाहिँ खुसी आनन्द तपाईँहरू समक्ष बाँडेको छ। किनकि यो बडो आनन्दको सुसमाचार होइन यो आजको हामी क्रिसमस भनेर मनाइरहेका छौँ। सारा संसारभरि यति खुसियालीको साथमा आज मनाइरहेका छौँ। किनकि हामी जन्म त हामी कति होइन खुसी साथमा मनाउँछ भनेदेखि हाम्रो प्रभु होइन परमेश्वर ईश्वर नै मानव भइकन यस धरतीमा आउनुभएको खुसियाली उत्सव चाहिने हामी मनाउँछौँ। आज हरेकको हृदयमा, तपाईँको हृदयमा होइन मेरो हृदयमा, हरेक मानिस जातिको हृदयमा ख्रिस्ट बास गर्नुपर्छ। अनि मात्र मुक्ति, आनन्द अनि शान्ति त्यो अनन्तको राज्य, स्वर्गको राज्यमा उहाँमा हामी होइन अनि बस्न पाउँछौँ, प्रवेश हुन पाउँछौँ। किनभनेदेखि चाहिँ यहाँ हाम्रो बाइबलले प्रष्टै भनेको छ जसले विश्वास गर्दैन ऊ न्यायमा पर्छ भनेर। प्रभु येशू ख्रिस्ट मात्रै होइन न्यायाधीश, सत्य सच्चा न्यायाधीश उहाँ हुनुहुन्छ होइन। एकदमै उहाँ न्याय गर्नुहुने, हरेकलाई दण्ड दिनुहुने होइन, हरेकलाई चाहिने चाहिँ प्रतिफल दिनुहुने त्यस्तो परमेश्वर उहाँ हुनुहुन्छ। किनकि उहाँले यति चाहिने दुःख कष्ट हाम्रो मानव जातिको निम्ति दुःख कष्ट भोगेर होइन, किनकि हामीलाई शान्ति, आनन्द, खुसी, पाप क्षमा, हामी दलदल हिलोमा फसेको मानिसहरू होइन, श्रापमा फसेको मानिसहरूलाई उद्धार गर्नलाई यस धरतीमा जन्मनु भएको, आउनुभएको खुसियालीमा हामी उत्सव मनाउँछौँ। परमेश्वरलाई धेरै धन्यवाद छ। यहाँहरू सम्पूर्णलाई पनि परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस्, फलवन्त जीवन दिनुभएको होस्। जसले प्रभुलाई विश्वास गर्नेहरूले विश्वासी जनहरूले पनि हेर्नुहुन्छ, उत्सवको साथमा होइन सुसमाचार बाँडेर अरूहरूलाई पनि सुसमाचार सुनाएर मनाउनु होला, उत्सव मनाएर। र जसले प्रभुलाई विश्वास गरेको छैन भने पनि यो भिडियो हेर्नुहुन्छ होइन, मेरो आफन्त, छर छिमेकी जो कोही मानिस जातिले यो नेपाली भाषा बुझ्ने मानिस जातिले हेर्नुहुन्छ, तपाईँहरूले पनि हेर्नुहोला होइन, प्रभु येशूलाई विश्वास गर्नुहोला। किनकि अहिले नै हो मुक्तिको दिन होइन, यही क्षण हो भनेर यहाँ हामीलाई चाहिँ बाइबलले बताएको छ। किन अहिले नै हामीले
प्रभुलाई चाहिँ स्वीकार गरेर मुखले घोषणा गरेर विश्वास गर्यो भने त्यही बेला हामीले मुक्ति उद्धार पाउनेछ भनिकन भन्नुभएको छ वचनमा। त्यही भएकोले हामी ढिलो भएको छ, किन हाम्रो यो जीवन त छोटो छ एकदमै। अहिले के हुन्छ भरे के हुन्छ हामी भन्न सक्दैनौँ हैन। जुन बेला पनि जे पनि हुनसक्छ। यो अहिले नै हामी शरीरमा भएको बेला नै हामीले हैन एकदमै चाहिने एकदम विचार पुर्याएर चाहिँ प्रभु येशूलाई हामीले ग्रहण गर्नुपर्छ, विश्वास गर्नुपर्छ। तपाईहरुले विश्वास गर्नुहोस् हैन। बाइबल तपाईले पढ्नु होला, के हो भनेर बुझ्नु होला परमेश्वरको जीवित वचनलाई, अनि प्रभुले नै बुझाउनु हुनेछ। जब परमेश्वर पवित्र आत्मा, जब हामीले विश्वास गर्छौँ पवित्र आत्मा हामीलाई दिनुहुन्छ हैन। हामीले पवित्र आत्मा हामीले पाएपछि हामीले चाहिँ नि हैन हरेक कुरा आज हामीलाई चाहिँ नि परमेश्वरले डोर्याउनु हुनेछ। उहाँले चाहिँ नि हामीलाई बाटो देखाउने हुन्छ, त्यो ज्योति हैन। हाम्रो चाहिँ नि स्वर्गको राज्यमा जानलाई हामीहरू जीवन कसरी जिउनु पर्ने भनेर चाहिँ नि उहाँले चाहिँ हामीलाई चाहिँ बाटो देखाउनुहुन्छ। हाम्रो जीवनको लागि महत्त्वपूर्ण बाटो देखाउनु हुनेछ। त्यही भन्न चाहन्छु। अनि सबैलाई पनि हैन क्रिसमसको शुभकामना छ। गॉड ब्लेस यू अल। जय मसीह तथा नमस्कार।